आमा यहाँ हेर्नु त किन यस्तो लक्षत्रै राख्नु भएको यो त उयो हुन्छ त होइन बिग्छ त होइन पहिला पहिला त बिग्यो कि पछि पछि त बिग्दैन रहेछ यो चाहिँ हाम्रो मम्मीले चाहिँ गाईलाई पो दिँदो रहेछ बोजूले चाहिँ यो चाहिँ सुगर पेसेन्टहरूले खाँदा पनि हुन्छ नि एकदम राम्रो हुन्छ कि तर मलाई त्यस्तो टेस्ट चाहिँ मन पर्दैन काटेर सुकाइराख्यो भने चाहिँ मिठो हुन्छ हुनु चाहिँ वाइन लाउनु पनि राम्रो हुँदो रहेछ त हो वाइन पनि लाउँछ साँच्ची भन्दा यसको कति वर्ष भएको रहेछ है गाईलाई दिने तानेर हालेको मैले मजाले खान्छ नि मजाले लैजाउनु यो घरमा गुलियो त गुलियो रहेछ त तपाईँ डेली खानुहोस् हाँ तपाईँ नि डेली खानुहोस् यो दादाले चाहिँ म बिमार भएकोदेखि चाहिँ नि गु दबाई हो भने पनि त्यो पनि काटिदिन्छ इरिटेट बनाइसक्यो किसिम खुवाएर डेली एक एकवटा बिमार थाप्छन् सुत्दाखेरि पनि तपाईँ बिमारै हुन्छ हो खाना पकाउँदा पनि बिमारै हुन्छ कसले चाहिँ साङ्गेले आज तलको अब साङ्गेले यो खाएर चाहिँ कुसमुकुस भएर साह्रो तपाईँले पनि मलाई त्यस्तै बनाउने रहेछ अन्त के गर्नु त्यो दबाई पनि खाएर पनि उकुस मुकुस भएर हस्पिटलसम्म पुग्यो भने त त्यो फाइदै भएन नि खानु पनि एक डोको खाएछ नि त अन्त दुई तिनजना त रेफ्री नै बस्दा ठिकै हुँदो रहेछ टेस्ट चाहिँ कस्तो लाग्यो तँलाई बे तिमीहरू त अन्त चिया पनि रसदानाको झोल जस्तै खान्छ अन्त के भन्छ अरे मामा ग्राउन्ड बनेको चाहिँ आइफुल बनेको भित्रमा चाहिँ के दिनको जमिनलाई आइफुल सुरु